मनोज तामाङ यस होटलको जनरल म्यानेजर तपाईहरु सबैजनालाई म हार्दिक हार्दिक स्वागत र नमस्कार गर्न चाहन्छु। सम्झना छ बलिलै बालपन हिजैको दिदी बहिनी भेटाउँदा बेग्लै मजा तिजैको सम्झना छ बलिलै बालपन हिजैको दिदी बहिनी भेटाउँदा बेग्लै मजा तिजैको स्वादै मिठो भन्छन् सब बर्गर पिजैको हामीलाई त दर मिठो हाम्रै तिजको हो हामीलाई त दर मिठो हाम्रै तिजको माइती हरायो आमाले दिएको सरको छैन आमा आइरहन्छ आमाले दिएको सरको छैन आमा पहलीका तालीका तीज यो हाम्रो पर्व भनेर गर्व गर्ने पर्व हो। त्यसर्थ छुट्टै एनर्जेटिक छुट्टै ब्युटिफुल र छुट्टै खालको माहौल क्रिएट हुन्छ तीजमा। हामीले एक खालको आत्मबल आउँछ जस्तो लाग्छ मलाई। त्यसर्थ नेपाली चेलीहरूको यो पर्वको अवसरमा तपाईँ सबैको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। तपाईँकै आफ्नै कार्यक्रम सञ्चालिका गायिका म मन्जु पौडेल। धेरै धेरै धन्यवाद। नारायण घाटमा केही महिना अगाडि तपाईहरुको आगमनमा यसले आफ्नो हस्पिटालिटी विस्तार गरेको छ। यहाँलाई कस्तो लाग्छ? हामी यही सिद्धार्थ तीज यात्रामा सँगै छौँ। धनगढीबाट सुरु भएको हाम्रो यात्रा नेपालगञ्ज बुटोल भैरहवा धनगढी टिकापुर हुँदै आज यहाँसम्म आएका छौँ। कहीँ म एक्लै हुन्छु, कहीँ थुप्रै साथीहरूको साथमा रहन्छु। मेरा गीत यहाँले सुन्नुभयो अलिकति मौलिकता बोकेका हुन्छन्। मेरो गीतमा अरेली काँडा पनि छैन। मेरो गीतले विसराले पनि बोल्दैन। जहाँ मौलिकता छ, जुन मलाई मेरो आमाले मेरो हजुरआमाले तीज भनेर चिनाउनु भयो, त्यही गीतबाटै सयात्रा गर्दै आएको छु। त्यसर्थ ती मौलिकता गीतहरूलाई आफ्नो संस्कार संस्कृतिको सम्वर्धन गर्नुपर्छ। मिठा मिठा खानेकुराहरूको प्रचार प्रसार गर्नुपर्छ। सेवा सुविधामा कुनै पनि कम राख्नु हुँदैन भन्ने उद्देश्यले यो सिद्धार्थ होटलको स्थापना भएको हो। त्यही अनुसार यहाँको माझमा फन फुड म्युजिक व्हाटएभर तपाईहरुको लागि यो खालको माहौल क्रिएट गरेर सिद्धार्थ होटलले तीज स्पेशल कार्यक्रम राखेको छ। हाम्रो जीएम जङ्गबहादुर तामाङजी प्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र सिद्धार्थ होटलका इन्टायर टिमलाई। यो नयाँ हो, तपाईहरुको इम्प्रेसन पक्कै पनि राम्रो परिरहनेछ। सो यहाँले पनि तपाईहरुका छोराछोरीको विवाह व्रतबन्ध तपाईहरुको आफ्नै
यू सो मच। सुरक्षालाई धेरै सम्झेको छु। तपाईँ सबैजना दिदीबहिनी मेरो आफ्नै हुनुहुन्छ, तर पनि एउटा निकटताको हिसाबले पुरानो सम्बन्ध हो मेरो। सो मलाई खुसी लाग्छ यसरी फोनमा देख्न पाउँदा। संसार क्षेत्रमा निकै अग्रपंक्तिको नाम हो। मैले तिमीलाई एउटा सोलो गीत गाउँछु है त अझै त। दिदीबहिनीहरू सबैले सुन्ने खालको छ, तपाईँहरू खानै हुनुहुन्छ। हुन त त्यति पर्फेक्ट साउन्ड सिस्टम पनि छैन, त्यति मिठो आवाज मेरो पनि छैन। यो अलिक चक्कर सुनिएको छ कि कसलाई, त्यही भएर मैले भनेको। तर सुरुमा एउटा गीत गाउँछु। हजुर, यो मेरो पहिलो गीतको गीत हो, किनकि मलाई यहाँले मौलिक गायिकाको रूपमै चिन्नुहुन्छ। एकदम फुल एकदम के खान्छु तो